दर्शकवृन्द देख्न सक्नुहुन्छ फाइनल्ली भूमि बहिनी आइसकेछन्। बाबुराम दाइले भूमि बहिनी लिएर आउनुभएको छ। उतापट्टि भूमि बहिनीको मम्मी पनि आउनुभएको छ। हामी एकदम खुसी छौँ किनभने धेरै पछि भूमि बहिनीलाई हामी भेट्दैछौँ र धेरै पछि यो घरलाई चिटिक्क पार्नको लागि पनि हामी आएका छौँ। तपाईँ भूमि बहिनी नमस्कार। बहिनी ल नमस्कार नमस्कार। ल छिटो छिटो आउनु पऱ्यो, तपाईँहरूलाई भेट्न मन लागेको छ। बाबुराम दाइले चाहिँ घरै गएर चाहिँ भूमि बहिनीलाई लिएर आउनुभएको छ र अब हामी चाहिँ यहाँ रहेका सबै कामहरू अधुरा कामहरू सम्पन्न हुन रहेका कामहरू चाहिँ हामी सम्पूर्ण गर्नेछौँ। यतापट्टि चाहिँ भूमिको मम्मी पनि आइसक्नु भएको छ। नमस्कार दिदी। नमस्कार। आराम हुनुहुन्छ? हजुर। यतापट्टि भूमि स्कुल जान आऊ, यता आऊ भूमि। यतापट्टि चाहिँ भूमि स्कुल जान रेडी भएर आएको छ होइन भूमि? हजुर। आराम छ? हजुर। हामी त धेरै पछि भेट्यौँ तिमीसँग। हजुर। फोन किन नलागेको तिमीलाई? फोन हराएको छ त्यसैले। ए फोन हराएको छ त्यसैले है। हामी आउँछौँ भन्ने थाहा थियो आज? थाहा थिएन। थाहा थिएन? एक्कासी बाबुराम दाइ लिन जाँदाखेरि कस्तो लाग्यो तिमीलाई? दाइ आउनुभयो भनेर खुसी लागेको थियो। खुसी लागेको थियो? हजुर। दाइहरू यत्रो दिन आउनु भएको थिएन, आउनुभयो भनेर खुसी लाग्थ्यो। हो है, खुसी लाग्थ्यो। त्यही त हामी चाहिँ अलिकति कुनै दिन चाहिँ पानीले रोक्यो र हाम्रो अरू कामहरू पनि गर्न थियो भूमि बहिनी, त्यही भएर चाहिँ आएनौँ। अब हामीले यहाँ गर्नुपर्ने के छ अरे? बत्ती बाल्ने, रङ लगाउने। रङ लाउने है। कहिले बसौँ भन्ने भएको छ होला नि नयाँ घरमा है? पानी परेछ, पानी चिउँछ, त्यसैले छिटै दाइहरू आउनुभयो त्यसैले छिटै सर्ने। ए छिटै सर्ने। त्यही त दर्शकवृन्द बर्खा लागेको छ, पानी पर्न सुरु गरिसकेको छ। उतापट्टिको त्यो सानो घर पनि चुनी छ, भित्र बस्न सकिन्न। त्यसकारण चाहिँ हामी पनि अरू सबै कामहरू छोडेर भूमि बहिनीको घर सम्पन्न पार्नुपर्छ र भूमि बहिनीलाई नयाँ घरमा सारेर मात्र हामी अरू काम गर्नुपर्छ भनेर हामी चाहिँ फाइनली यहाँ आएका छौँ। भूमि बहिनी स्कुल जान रेडी भएर आएको छ। भूमि बहिनीलाई हामी धेरै बेर कुराउन्नौँ र बाँकी रहेका कामहरू भूमि बहिनी स्कुल जान्छन् र हामीले चाहिँ यहाँ हामी लगायत यहाँ 2-4जना काम गर्ने मान्छेहरू लिएर चाहिँ हामी यहाँ भएको यो घरलाई चाहिँ चिटिक्क रङ पार्ने, सबै कुरा अधुरा वायरिङ, बिजुली, त्यहाँ पानी जोड्ने सबै कुराहरू चाहिँ हामी गर्नेछौँ। भूमि बहिनी अनि के भन्न मन लागेको छ? सबैलाई धन्यवाद दिन चाहन्छु मलाई यत्रो धेरै सहयोग गरेकोमा है। तिमीले सोचेको थियौ घर बन्छ भन्ने? सोचेको थिएन दाइ। सोचेको थिएनौ है? हजुर। त्यही त तिमीलाई असाध्यै गाह्रो भएको थियो है। बाबा पनि तिमी सानै हुँदाखेरि चाहिँ यो संसार छोड्नुभयो। त्यसपछि मम्मी पनि बिरामी होइन। अब चाहिँ यो नयाँ घर त अब बिहान बेलुकी खाना त के यो नयाँ घरको त कल्पनै थिएन, सोचेकै थिएन, सपनै थिएन होइन है। त्यही त यो सब चाहिँ यो खुसी चाहिँ तपाईँहरूले दिनुभएको दर्शकवृन्द, तपाईँले सहयोग गरेर भूमि बहिनीको नयाँ घर बनेको र चाहिँ हामी कति कन्ट्याक्ट गर्न खोज्यौँ तर भूमि बहिनीलाई चाहिँ फोनै लागेन। अनि फोन कसरी हरायो त? म ढोरपादन गएको थिएँ। मम्मी फेरि हुनुहुन्थ्यो। मम्मी नयाँ घरमा पानी लाउन आउनुभएको थियो। त्यसैले उहाँ चार्जमा लगाएको चार्जर मोबाइल थिएन अरे जाँदाखेरि। ए चोर्दैछन् है? हजुर। फोनै चोरी भयो? कहाँबाट? उतै माथि, हाम्रो घरको माथि बत्तीबाट। ए कसले लगेको पत्ता भएन है? अस्ति भर्खरै बाबुराम दाइले नयाँ फोन ल्याइदिनु भएको थियो। त्यो फोन अहिले तिमीहरूको साथमा छैन, त्यही भएर फोन लगाएको होइन होइन? दर्शकवृन्द यति जसले पनि हेर्नुभएको छ र यो आसपासबाट तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने जसले भूमि बहिनीको मम्मीको फोन लानुभएको छ या देख्नुभएको छ, भेटाउनु भएको छ भने प्लिज त्यो फोन रिटर्न गरिदिनु होला। किनभने अर्काको देशमा दुःख गरेर पसिना बगाएर पठाएको त्यो सहयोगले किनेको त्यो फोन हो। त्यो फोन तपाईँहरूलाई लाँदा पनि राम्रो हुँदैन दर्शकवृन्द। त्यसकारण तपाईँहरूले जसले भेटाउनु भएको छ, जोसँग त्यो फोन चाहिँ इमान्दार साथ हामी केही पनि भन्दैनौँ, बरु तपाईँहरूलाई पुरस्कार हामी दिन्छौँ। भूमि बहिनीको नयाँ फोन फिर्ता गरिदिनु होला। चार्जरमा रहेको फोन जसरी लानुभएको छ हामी केही पनि भन्दैनौँ तपाईँलाई। त्यो फोन जसरी हुन्छ भूमि बहिनीलाई फिर्ता गरिदिनु होला। जसरी भए पनि भिडियोदेखि भए पनि हाम्रो फोन सम्पर्क गरिदिनु होला। हामी सबैबाट टाढा भयौँ। ल हेर्नुहोस् त, उनको फोनले गर्दा चाहिँ सबैबाट टाढा भइयो अनि हामी पनि टाढा भइयो। किनभने
भूमिलाई लगभग हामी 1-2 दिन बिराएर हामी सम्पर्कमा आइरहेको थियौँ। त्यसपछि चाहिँ फोन हराइसकेपछि सम्पर्कमा ल्याउन सकेनौँ। त्यसपछि हामी उहाँहरूलाई थाहा नदिइकन यो घरमा आएको छ। दर्शकवृन्द, त्यसो गर्नु हुँदैन। जोसँग छ हामी केही पनि भन्दैनौँ, काँदै पनि राख्दैनौँ, भिडियो पनि राख्दैनौँ, केही पनि राख्दैनौँ। उहाँहरूलाई पनि दिनु पर्दैन। हामी केही दिन यही छौँ, यहीँ आएर चाहिँ तपाईँहरूले हामीलाई सुटुक्क दिनुहुनेछ र चाहिँ दिनु होला। किनभने हामी कतै पनि तपाईँहरूको सम्पर्क हुन्छ नि, तपाईँको फोन भिडियो, तपाईँहरूको फोटो भिडियो कहीँ पनि हामी प्रसारण गर्ने छैनौँ, केही पनि भन्ने छैनौँ। तर इमान्दार साथ जसले भेटाउनु भएको छ, जुन ठाउँमा राख्नु भएको छ, त्यो फोन चाहिँ प्लिज फिर्ता गरिदिनु होला। किनभने त्यो फोन नहुँदाखेरि चाहिँ यो धेरै टाढा छ, हामी र उहाँहरूको दूरी धेरै टाढा छ। त्यो फोनले गर्दा चाहिँ अझ हामी टाढा बन्यौँ। त्यसकारण चाहिँ हामीलाई पनि दुःख भयो, उहाँहरूलाई पनि दुःख भयो। अब आउनुहुन्न कि यो घर यत्तिकै अधुरो रहन्छ कि भन्ने तनाव टेन्सन उहाँहरूलाई थियो। अब त्यो तनाव टेन्सन हटेको छ। हामी फोन पनि खोज्नेछौँ, यो घरलाई पनि सम्पन्न पार्नेछौँ। भूमि अब खुसी हुने हो, दुःखी हुने होइन है त। ल हुन्छ, ल अब तिमी स्कुल जाने, आइसकेपछि अब यहाँ बाँकी रहेको काम चाहिँ गर्ने, हुन्छ ल। घरको छेउमै यो हामी भूमि बहिनीको धारो देख्न सक्छौँ। अझै हामीले यसमा चाहिँ आजै पानी फिट गर्नेछौँ, पानी जोइन गर्नेछौँ। पाइपहरू पनि हामीले यहाँ रेडी गराएका छौँ, माथिबाट तानेर लिएर चाहिँ रेडी गरेका छौँ। भने यतापट्टि चिटिक्कको टोइलेट पनि घरको छेउमै नजिकै टोइलेट पनि छ। दर्शकवृन्द, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो घर सानो चिटिक्क आमा छोरी बस्न मिल्ने चाहिँ चिटिक्क बनेको छ। भने यतापट्टि असाध्यै सुन्दर गाउँ बोबाङ छ। दर्शकवृन्द, ल हेर्न सक्नुहुन्छ, अहिले चाहिँ कुहिरो लगाइरहेको छ, बादल लगाइरहेको छ र पनि असाध्यै सुन्दर गाउँ हामी बोबाङ देख्न सक्छौँ। भूमि बहिनी घर चाहिँ यहाँबाट चाहिँ अलिअलि त्यो बुटाले छेक्छ त सानो घर, त्यही पनि अर्काको घरमा बस्नुभएको थियो। सानैमा उहाँको चाहिँ बाबा गुमाउनु भयो, ट्र्याक्टरमा परेर बुवालाई चाहिँ ट्र्याक्टरमा ढुङ्गा राख्दाखेरि ढुङ्गाले चापेर उहाँको बाबाको मृत्यु भयो। त्यसरी असाध्यै गाह्रो भएको थियो। अरूको घरमा बस्दै आउनुभएको थियो र त्यो घरमा पनि अब साउ आउने भनिसकेपछि उहाँहरू कहाँ जाने, के गर्ने भनेपछि उहाँहरू एकदम तनावमा हुनुहुन्थ्यो। र आमा पनि आफू बिरामी हुनुहुन्थ्यो र के गर्ने कसो गर्ने भन्ने केही पनि थाहा थिएन। र भूमि बहिनीलाई हामी भेटाइसकेपछि तपाईँहरूको माया साथ सपोर्ट सहयोगले गर्दा आज भूमि बहिनीको उत्कृष्ट चिटिक्कको नयाँ घर, सानो चिटिक्कको घर चाहिँ हामी निर्माण गरेका छौँ। यो देन, यो सहयोग तपाईँहरूले गर्नुभएको थियो। सम्पूर्ण मनकारी दर्शकहरूप्रति हामी फेरि पनि विशेष धन्यवाद प्रकट गर्न चाहन्छौँ।